खोइ जग्गा त यही भन्थ्यो, मान्छे आउँछ भन्थ्यो, खोइ मान्छे पनि आउँदैन यार। फोन गर्नु पर्यो। हेलो, हजुरले मान्छे पठाउँछु भन्नुभन्छ नि। हजुर आउँदैछ, हुन्छ हुन्छ। तेरा तो गेम बजाना पड़े। ओ दाइ आज चाहिँ के हो नि बेलैमा पो आइएछ त डल्ले दाइ भन्दा ए होइन जग्गा बेच्ने भन्दा पनि किन्ने मान्छे पो छिटो आउनु भएछ ल मै हो त्यो फोन गरेको तपाईँको जग्गा हेर्नु जान्छु यही हो है चार पार्टी ट्याक्क मिलेको रुमाल जस्तै छ हाइवेको नजिकै कुदेको नि देखिन्छ गाडी यतिको जग्गा किन्ने मान्छे तपाईँको भाग्यमानी हो है अस्ति त्यो पल्लो घरे साइलालाई किन्नु भनेको बन्दै नमानेको क्या फुत्क्यो नि त्यसको हातमा अब तपाईँ जतिको मान्छे आएपछि जग्गा लगाएर यो तपाईँको जिम्मामा भन्दा भयो अब मैले के भन्नु परेन जग्गा हेरिहाल्नु भयो यही हो बैना छैन के कस्तो हुन्छ त्यो गरिहाल्नु होला ल तिमी नै पो भाइ जग्गा त नि हेर्दा त दले दलै देख्छु त अनि भाइ मन चाहिँ पर्यो मलाई यो जग्गा होइन अब यसो गरौँ न त प्रोसेसतिर जाउँ न त अरू प्याचै दले नि नभनेको भए हुन्थ्यो व्यापारी जस्तो मान्छेले जग्गा मन परिसकेपछि अरू प्रोसेसमा त हामी तपाईँलाई लगि नै हाल्छौँ नि त्यो त हाम्रै काम हो नि अब हामी लाग्दा हुन्छ होला त बैना त्यसै नै भाइ फोन आयो हेलो भन्नु त त्यो मान्छे आएको छैन अनि यो मान्छे चाहिँ को त भाई यहाँ पे क्या हो रहा है भाई